नमस्कार। आज हामी नेपाल राष्ट्र ब्याङ्कले भर्खरै ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अलिक गहिरिएर कुरा गरौँ है त। हुन्छ। हामीसँग राष्ट्र ब्याङ्ककै प्रतिवेदनहरू छन् अनि केही मिडिया रिपोर्टहरू पनि छन्। हो छ। आजको हाम्रो मुख्य चासो चाहिँ यो समीक्षाका खास कुरा के हुन् अनि यसले अर्थतन्त्र अझ खासमा शेयर बजारलाई कस्तो असर गर्ला भन्ने नै हो। एकदम। अहिलेको अवस्था हेर्दा विश्व अर्थतन्त्र अलि सुधारिए जस्तो देखिए पनि ढुक्क हुने अवस्था छैन। तर नेपालमा चाहिँ अर्थतन्त्र बिस्तारै लयमा फर्किँदैछ कि भन्ने सङ्केत छ। जस्तो मुद्रास्फीति त्यो त नियन्त्रणमै आएको जस्तो छ नि, होइन र? हो, त्यो एकदम सकारात्मक पक्ष हो। पहिलो 9 महिनाको औसत हेर्दा 4.57% मात्रै राष्ट्र ब्याङ्कको लक्ष्यभित्रै पर्यो। अझ चैतमा त 3.39%मा झरेको छ। यो त धेरै राम्रो हो। बाह्य क्षेत्र पनि त बलियो नै देखिन्छ नि। शोधनान्तर स्थिति 364 अर्बले बचतमा छ। हो, बचत राम्रो छ। अनि विदेशी मुद्रा सञ्चिति पनि 17 अरब डलर नाग्यो, होइन? झन्डै 14 महिनाको आयात धान्ने पैसा छ हामीसँग। सञ्चिति एकदमै सन्तोषजनक छ। विप्रेशन पनि 10%ले बढेको छ। यसले धेरै राहत दिएको छ। आर्थिक वृद्धि पनि गत वर्षभन्दा सुधारिने अनुमान छ। 4.61% पुग्ने रे। हो, राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान हो त्यो। गत वर्ष 3.67% थियो। अलि सुधारिने देखिन्छ। अब मौद्रिक र वित्तीय पाटोतिर लागौँ न। कर्जा प्रवाह, ब्याज दर, तरलता कस्तो छ त? विस्तृत मुद्रा प्रदाय बढेको छ 11.6%ले। निजी क्षेत्रमा जाने कर्जा पनि 8.1%ले बढेको देखिन्छ वार्षिक हिसाबमा। ब्याज दर चाहिँ त्यो त घट्दैछ भन्ने सुनिन्छ नि। हो, घट्दो क्रममै छ। वाणिज्य ब्याङ्कहरूको औसत आधार दर नै हेर्नुस् न। गत वर्ष चैतमा 8.51% थियो, अहिले 6.29%मा झरेको छ। भनेपछि कर्जाको ब्याज दर पनि घट्यो होला नि? घट्यो। कर्जाको भारित औसत ब्याज दर पनि 10.55%बाट घटेर 8.22%मा आएको छ। प्रणालीमा पैसा मतलब तरलता पनि प्रशस्तै छ। तर त्यो निष्क्रिय कर्जा चाहिँ बढेको त्यो चाहिँ अलिकति चिन्ताको विषय छ। बढेर 5.24% पुगेको छ। गत वर्ष यही बेला 3.98% थियो। ल, यो सबै पृष्ठभूमिमा राष्ट्र ब्याङ्कले मौद्रिक नीतिको समीक्षामा खास नीतिगत परिवर्तन चाहिँ के गर्यो त? समग्र कार्यदिशालाई सजगतापूर्वक सन्तुलित भनेको छ। मतलब धेरै कडाई पनि नगर्ने, धेरै खुकुलो पनि नबनाउने। अनि मुख्य दरहरू जस्तो नीतिगत दर 5.0%, निक्षेप सङ्कलन दर 3.0%, ब्याङ्क दर 6.5%। ती सबै पहिलेकै जस्तो राख्यो। केही परिवर्तन नै गरेन त दरहरूमा गरेन। सिआरआर र एसएलआर पनि उस्तै छ। तर एउटा नयाँ कुरा थपेको छ। ब्याङ्कहरूले अब दैनिक रूपमा कम्तीमा 90% सिआरआर कायम गर्नुपर्ने भयो। दैनिक 90%? यसले के फरक पार्छ? यसले ब्याङ्कहरूलाई आफ्नो नगद व्यवस्थापनमा अझै कडा अनुशासनमा बस्नुपर्ने बनाउँछ। तरलता व्यवस्थापनमा राष्ट्र ब्याङ्क अलि चनाको भएको देखिन्छ। अनि त्यो सबैभन्दा धेरै चर्चा भएको शेयर धितो कर्जाको जोखिम भारको कुरो नि? त्यो चाहिँ एकदमै महत्त्वपूर्ण निर्णय हो। सायद बजारले सबैभन्दा धेरै कुरेको पनि यही थियो। शेयर धितो कर्जामा लगाइने जोखिम भार, रिस्क वेट भन्छौ नि, त्यो 125%बाट घटाएर 100%मा झारियो। 125बाट 100? यसको मतलब के हो त खासमा? सरल भाषामा भन्दा अब ब्याङ्कले शेयर धितो राखेर ऋण दिँदा पहिलेभन्दा कम जोखिम देख्छ अनि त्यसका लागि आफ्नो पुँजीबाट कम पैसा छुट्याइ पुग्छ। ओके, यसले तुरुन्तै कस्तो असर पार्ला त बजारमा? मनोवैज्ञानिक असर बढी होला कि? पहिलो त मनोवैज्ञानिक असर नै हो। जोखिम भार घट्नु भनेको नियामक निकाय मतलब राष्ट्र ब्याङ्क शेयर बजारप्रति अलिकति सकारात्मक छ, सहज बनाउन खोज्दैछ भन्ने सन्देश गयो। यसले लगानीकर्ताको मनोबल बढाउँछ, सेन्टिमेन्ट सकारात्मक बनाउन पक्कै मद्दत गर्छ। त्यो त भयो सेन्टिमेन्टको कुरा। वास्तविक फाइदा चाहिँ कसलाई हुन्छ? लगानीकर्ता, ब्याङ्क, बजार, कसरी? हेर्नुस्, साधारण लगानीकर्तालाई शेयर धितोमा ऋण लिन अलिकति सजिलो हुन सक्छ अनि त्यो मार्जिन कलको प्रेसर पनि केही कम हुन सक्छ। ब्याङ्कहरूलाई शेयर धितोमा ऋण दिन थप प्रोत्साहन मिल्छ। जोखिम भार बढ्दा
उनीहरूको पुँजी कोषमा पनि अलिकति राहत हुन्छ। मतलब उही पुँजीले अलि बढी ऋण दिन सक्ने भए कर्जाको माग पनि बढ्ला भन्ने होला। समग्र बजारमा चाहिँ तरलता बढ्छ, त्यसले तरलता प्रवाहमा केही सहजता ल्याउन सक्छ, कारोबार बढ्न सक्छ। राष्ट्र ब्याङ्ककै रिपोर्टमा पनि मार्जिन कर्जा 37.8%ले बढेको देखिन्छ। यो नीतिले त्यसलाई झन बढावा दिन सक्छ। त्यसो भए बजारले यसलाई सकारात्मक रूपमै लिने भयो। तर के यो एउटै परिवर्तनले शेयर बजारमा नयाँ बुलरन नै ल्याउला त? हेर्नुस्, यो कदम महत्त्वपूर्ण छ। यसले बजारलाई टेवा दिन्छ, पक्कै मनोबल बढाउँछ, तरलतामा सहयोग गर्छ। तर बुल रनकै लागि चाहिँ यो एउटा मात्र कारणले पुग्दैन होला। अरू के कुरा चाहिन्छ त? त्यसका लागि त समग्र अर्थतन्त्र नै राम्रोसँग चल्नु पर्यो, होइन? कम्पनीहरूले राम्रो नाफा कमाउनु पर्यो, लगानीकर्ताको विश्वास दिगो हुनु पर्यो, अरू नीति नियम पनि सहयोगी हुनुपर्छ। यो एउटा सकारात्मक कदम हो, तर जादुको छडी चाहिँ होइन। अरू पनि सानातिना निर्णयहरू छन् नि, होइन? त्यो विदेशी लगानी सम्बन्धी नयाँ नियम आउने, चेक बाउन्सको कार्यविधि बन्ने कुरा हो, ती पनि छन्। विदेशी लगानी र ऋण व्यवस्थापन विनियमावली आउने भनिएको छ। अनि ब्याङ्किङ कसुर ऐन संशोधन अनुसार चेक अनादरको कार्यविधि पनि बन्ने भयो। ती पनि आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्। भनेपछि मोटामोटी रूपमा भन्दा राष्ट्र ब्याङ्कले एकातिर मुद्रास्फीति र बाह्य क्षेत्र हेरेर अलि सावधान पनि भएको छ, अर्कोतिर अर्थतन्त्र चलायमान बनाउन विशेष गरी शेयर बजारलाई केही राहत दिन खोजेको देखियो। सन्तुलित नै भन्नु पर्यो। हो, सन्तुलित नै भन्नु पर्ला। घट्दो ब्याजदर, प्रशस्त तरलता भएको बेला यो जोखिम भार घटाउने कदम बजारका लागि साँच्चै अर्थपूर्ण छ। ठिक छ, अब कार्यक्रमको अन्त्यमा श्रोताहरूलाई एउटा प्रश्न छोडौँ न त। हुन्छ। के शेयर बजारमा दिगो उत्साह ल्याउन यस्तो नीतिगत सहजता जस्तो यो जोखिम भार घटाउने निर्णय अकेलै काफी हुन्छ? अथवा वास्तविक आर्थिक सुधार, कम्पनीहरूको नाफामा वृद्धि नभएसम्म यस्ता नीतिगत टेवाहरू क्षणिक मात्र हुन्छन् कि, यो चाहिँ सोच्नुपर्ने कुरा हो। तपाईलाई आजको हाम्रो श्रृङ्खला कस्तो लाग्यो कमेन्टमा जनाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। साथै हाम्रो च्यानल सब्स्क्राइब गरी हाम्रो टिमको हौसला बढाउन अनुरोध गर्दै अर्को पटक नयाँ टपिकका साथ आउने आशाको साथ हामी बिदा हुन्छौँ। नमस्ते, जय नेपाल।